अहिले चाहिँ नयाँ सरकारले देशभरिका सुकुम्बासी बस्तीहरूको व्यवस्थापन गर्दैछ र यही सँगसँगै धेरै मान्छेहरूले अरू पनि भ्रम फैलाउन खोज्दैछन् कि नेपालमा भएका जति पनि ऐलानी जग्गामा बनेका घरहरू छन् त्यो पनि नयाँ सरकारले अब भत्काउँछ भन्ने जस्तो कुराहरू उहाँहरू गर्दै हुनुहुन्छ र यही सन्दर्भमा चाहिँ हाम्रा कञ्चनपुर क्षेत्र नम्बर 1 का सांसद जनक सिंह धामीज्यूले के भन्दै हुनुहुन्छ एकैछिन उहाँको कुरा सुन्नुस् त। यहाँनिर जग्गा छ र यो सबै एउटै प्रकार हो र अब त्यो मसँग लालपुर्जा छैन अब यसलाई चाहिँ उठाइहाल्छ सरकारले भन्ने होइन। यहाँ चाहिँ सरकारले के भनेको छ भने अव्यवस्थित बसोबासीहरू जसले ऐलानी फडानी गरेर वर्षौंदेखि बसेर 40औं 50औं वर्षदेखि त्यो ठाउँमा बसेर ऐलानी फाडेका मान्छेहरूले जो अव्यवस्थित बसोबास भनेर परिभाषित जसलाई गरेको छ त्यसलाई त हटाउने होइन कि त्यसलाई त पूर्जा दिने नापरक्षा गरेर भन्ने त्यसमा तपाईँ चाहिँ निर्धक्क हुनु होला। सरकार त आखिर सरकारी हो नि, हामी पनि सरकारी मान्छे हौ, यो सब सरकारी हो, सब सरकारको भने त्यसको पनि के हुन्छ भने क्याटेगोरी हुन्छ अथवा त्यसको पनि तह हुन्छ। त्यसको पनि के हुन्छ भने कुन जग्गा कस्तो कुन जग्गा कस्तो के समस्या कस्तो भन्ने छुटिन्छ हो। अलिकता के हो भने कसैले अब स्कुल छ यहाँनिर, स्कुलको 4-5 बिघा जग्गा छ मेरै हो भनेर त्यो ठाउँमा चाहिँ जबरजस्ती गरेर 10 कट्टा 5 कट्टा 1 बिघा त्यहाँनिर हडपेर जबरजस्ती बसिराख्नु भएको छ भने अब त्यो कुरो तपाईँहरू आफै सोच्नु होला। मानव स्कुलको मैले उदाहरण मात्रै दिएँ, कोही अस्पतालको जग्गा होला, कोही तपाईँको अर्को जग्गा होला, कोही चाहिँ विभिन्न सरकारी सङ्घ संस्था र त्यहाँ बस्न नपाइने खालको अथवा अर्काको जग्गा अर्काको अधीनमा रहेको अथवा कुनै न कुनै ठाउँमा सङ्घको संस्थाको त्यस्तो अधीनमा रहेका जग्गाहरू त्यस्तो छ भनेपछि त्यस्तोमा जबरजस्ती कोही हाट बजारको जग्गामा बस्दियो, कसैले चाहिँ उता क्याम्पसको जग्गामा बस्दियो, कसैले चाहिँ त्यो बजारको नगर विकास समितिका जग्गाहरू हुन्छ त्यसमा बस्दियो। यस्ता यस्ता खालका जति पनि कुराहरू छन् यिनलाई चाहिँ त्यसरी बस्या त उसलाई पनि थाहा हुन्छ नि त, म यसरी बस्या छु सबैलाई थाहा हुन्छ हो। त्यस्तो बेला खालि त्यो सिधै आएर त्यो भत्काउने पनि होइन। त्यस्तो ठाउँमा पनि कस्ता मान्छे बसेका छन् त्यो ठाउँमा, सुकुम्बासी बसेका छन् कि हुकुमबासी बसेका छन् कि मुद्दा लडेर जग्गा कब्जा गर्ने न्युले मान्छे बसेका छन् कि अथवा कसैले हुस्काएर बसेका छन् कि त्यो सबै कुराहरू त्यहाँनिर छानबिन हुन्छ।